हेलो एभ्रिवान, नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि न्यू डे न्यू ब्लगको साथ उपस्थित भएको छु। आशा छ सम्पूर्ण सन्चै हुनुहुन्छ होला। र मैले चाहिँ आजको डे ब्लग स्टार्ट गरिसकेको छु। र मैले चाहिँ आज अलिक ढिलो मैले स्टार्ट गरेँ नि त भिडियो। अनि बसिरहेको छु अल्छी लागेर। बहिनीहरू त काम गर्दैछन्, व्याक्सहरू गर्दैछन्, अनि म चाहिँ यतिकै बसिरहेको छु। के कस्तो हुन्छ भिडियो कन्टिन्यू हुन्छ हजुरहरूले हेर्नु होला। लास्टसम्म स्किप नगरी भिडियोलाई चाहिँ हेरेर साथ दिनु होला है। अनि म चाहिँ यतिकै बसिरहेको छु अल्छी लागेर। फ्यान अहिले त गर्मी बढिसकेको छ, फ्यान लगाएर बसिरहेको छु एकदमसँगले। अनि आज फेरि सबैजना एब्सेन्ट छन् भन्दा पनि 2 जना मात्रै आएको छ। अरू चाहिँ अब अहिले खेतीको सिजन छ नि त, खेतीको सिजनले गर्दा एब्सेन्ट छन्। अनि 2 जना चाहिँ बहिनीहरू उता व्याक्सहरू गरिरहेको छन् अरूहरूको। त्यो भएकोले गर्दाखेरि मैले त चाहिँ देखाएन है, पर्सनल हुन्छ नि त, त्यो अलिकति अपवर्ड हुन्छ नि त, त्यो भएकोले गर्दाखेरि। अनि त्यस्तो कुरा देखाउनु पनि अलिक अप्ठ्यारो भएकोले म चाहिँ बसिरहेको छु। अनि यस्तै छ, घामले गर्दाखेरि जिउला लाक्लुलुक भएर बसिरहेको छु। हजुरहरूकोतिर कस्तो छ, गर्मी बढ्यो कि बढेन कमेन्ट गर्नु होला। ल अब चाहिँ भिडियो यस्तै हुन्छ है मेरो। ल हामी चाहिँ मैले आज खासै भिडियो नि बनाइनँ। अब चाहिँ म तल जानु लागेको। नानी इक्जाम सक्यो अरे, सानो चाहिँ लिनु आइज कि आइज भनेकै गर्छ। त्यो भएकोले गर्दा हामी लिनु जानु आँटेको छौँ। अब चाहिँ म र बहिनी चाहिँ जान्छौँ एकछिन। अनि चप्पल तार मेरो चप्पल ल्याइदिएन, म उताबाट अर्को ल्याइदिएन। अब चाहिँ हामी जान्छौँ, बहिनी र म चाहिँ रेडी भएर। इक्जाम सक्यो अरे, अघिदेखि रुकै छ लिनु आइज भनेको छ। यहाँ भाइलाई पर्खेको, भाइ तल गेममा गेस्ट भएर, भाइ आज ऊ चिफ गेस्ट भएर बस्छ अरे। भाइ चाहिँ मेरो कान्छा चाहिँ, त्यही भएर ऊ आएन। त्यो भएकोले गर्दा चाहिँ बहिनी र म जानु लागेको। यहाँ सिटी के हुन्छ त्यसमा। यता नि चप्पल हो त लाउने, मम्मी हामी गएर आउँछु ल। ल हामी चाहिँ गएर आउँछौँ। हुन्छ मम्मी उता राखिदिनु। ल अब चाहिँ हामी जानु आँटेको एकछिन। के गर्नु आँटेको? यो नि पछ्याउँछ कस्तो खालको छ भने नि, यसको चाहिँ बेहोरा छैन क्या। घरबाट निक्लिनु हुँदैन कि पछ्याइहाल्छ। अब चाहिँ हामी जान्छौँ सिटीमा। सिटी पाउँछ होला त्यहाँ एकछिन पर्खेर। बहिनी र म चाहिँ सिटी पनि छैन रहेछ। ल अब चाहिँ हामी लाग्छौँ। बहिनी चाहिँ आउँदैछ पर। हाम्रो घर त रुखले पुरा, अनि यताटिको घरले छेलेर रुखले यस्तो देख्दो रहेछ। हाम्रो चाहिँ अहिले पुरानो घर छ नि त, काठको घर अहिले किन्नु भएको। अनि अर्को उताटि चाहिँ मन बसिरहनु छ। हाम्रो चाहिँ काठको घर छ, देख्नु सक्नुहुन्छ। अब घर चाहिँ हामी नेक्स्ट इयर चाहिँ बनाउँछौँ भने, चाँडै नै बनाउने भनेको, तर अहिले अलिक मिलेको छैन। चाँडै नै बनाउँछौँ। सिटी अब चाहिँ हामी जान्छौँ। बोलाएर ल्याउँछस् त्यहाँ पर। उता पर जाने नि त, अहिले उयो ल्याउनु छ नि त। हजुर हजुर त्यो चाहिँ कहाँ पछ्याएको हो फेरि? यस्तो रिस उठ्छ नि। सिटी तल रहेछ। बोलाएर ल्याउन तार सिटी, बोलाएर ल्याउन। यही प्रब्लम हुन्छ कि यहाँ चाहिँ सिटी पर्खिनुपर्छ कि एकछिन। हुनु चाहिँ काम नपरेको दिन चाहिँ आएकै गर्छ, काम परेको दिन चाहिँ सिटी नै पाउँदैन। आउनु चाहिँ आउँदैछ, सिटी चाहिँ यत्तिकै हुन्छ। यहाँ चाहिँ कोही बेला चाहिँ पुरै बसिरहेको हुन्छ। तल गएर फर्किहाल्ने भन्नु पऱ्यो नि त। छत्र तैँलाई लिएन। ल हामी चाहिँ एकछिन यहाँ सिटी पर्खिन्छौँ, अनि पाएपछि अहिले जान्छौँ फेरि। आउँदैछ पर। फाइनली सिटी पाएर हामी चाहिँ जाँदैछौँ। फर्केरै जाँदैछौँ। नमस्ते गर्छ नि, जसले अप्ठ्यारो लाग्छ आफूलाई। खोइ नानी हामी चाहिँ के अरे के छ कसको
हामी चाहिँ मार्ट आएको छौँ एकछिन हामी चाहिँ मार्ट आएको छौँ सामानहरू किन्नुको लागि उयो आयो चामल गएको छैन है के बोल्नु म त्यसो भए त यस्तो चाहिएको सामानै आएको छैन रहेछ नानीहरूलाई के लगिदिनु मैले चाहिँ पावर ब्याङ्क पनि सँगै बोकेर आएको छु क्या एकदम के लगिदिउँ नन्जिरालाई यो लगिदिउँ न यो ल तारा आज चाहिँ यो डोरिटोस अन्त नानीलाई लगिदिनु पर्यो क्या यो अलिक मिठो हुन्छ नि त्यसमा त ल हामी चाहिँ एकछिन किन्छौँ अनि फर्किन्छौँ चाहिएको सामानै छैन रहेछ एकछिन आज चाहिँ हाम्रो बहिनीको पनि यहाँ घर छेउमा चाहिँ बजार लाग्छ त्यो भएकोले गर्दाखेरि आज चाहिँ एकदम बजार लागिरहेछ सन्चै हुन्छ किन नआएको साँच्चै पढाइ हुँदैछ कि त्यही भएर भ्याउँदैन अब पढाइ सिकाउनु तपाईँको कति बरु पैसा दिनु पर्ने म दिन्थेँ नि त आउँछ होला नि त अलिक दिनमा आउँछ यो भ्याउँदैन भोकै बस्नुपर्छ कि अहिले त्यही भएर मिलाएर गर्नु न हामी चाहिँ बहिनीको घर आइपुगेको यहाँ सिक्ने बहिनी एउटा चाहिँ नभ्याउने आइपुग्यौँ हामी चाहिँ बहिनीको घर तर यस्तो बजार लागेर यहाँ रेडी भएर बसिरहेको छ यहाँ आएन भनेर लुगा पनि कस्तो किनलाग्दो लुगा लगाएर राखिदिएको त नि बाध्दै रहेछ यहाँ कतिखेर लिन आउँछ को बोल्दैछ मम्मीलाई फोन गरेको नि तारालाई फोन गरेको नि ल आइपुग्यौँ हामी चाहिँ हामी चाहिँ रेडी भएर बसिरहेको रहेछ क्या मेरो चाहिँ यहाँ बहिनीले तातो तातो अन्डा र बन्दाकोपी क्याबेज है अमलेट गरिदिएको छ तातो तातै हजुरहरू नि लिनु होला है ब्लग अब यति खाने बेलुका खान्न म चाहिँ म घरमै खान्छु भन्दै थिएँ क्या आज यस्तो गरेर खाँदा मिठो हुन्छ त मिठो हुन्छ है उयो नि हुन्छ राम्रो हुन्छ हेल्दी हो क्या यस्तो के लगायो अनि त्यहाँदेखि यसरी नै पर भुट्यो खोर्सानी हाल्यो टमाटर हाल्यो अनि यस्तै आदि कल्चर बनायो अनि भातसँग खान्छु म त मिठो लाग्छ त म त प्रायः यस्तै बनाएर खान्छु अब मदनलाई के भन्छ छुट्टी भयो अनि लिनु आइज अलिकति आऊ के आऊ भन्छ मामालाई जाने यस्तै लुगामा लिएर गयो अब केही हुँदैन चलेका ती त हो होइन हामी चाहिँ नानी लिएर पनि हामी चाहिँ अब फर्क्यौँ लुङटार पो लाग्छ तर यहाँ त नभए त लागेको थिएन यहाँ हामी जाँदैछौँ घर फर्केको
छोरी चाहिँ यतापट्टि बस्छ अरे हाई भन्छौ सबैलाई छे गरिदेऊ ओ ठुली 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 सबले ठुली ठुली भनिदिनु है छोरीलाई जाँदैछ घर बस्ने लुगामा हिँड्यो छोरी मामा घर खुसीले भनेर बाजेको आमालाई कराएको हो मकै कस्तो राम्रो मकै एकै लाइनमा कस्तो मजाको देखिरहेको छ हरियाली